हजुरहरूले चाहिँ मैले सुरुमा सबै कुरा देखाउन पाइनँ। आज चाहिँ दिनभरि मामालाई जाँदा पनि बोकिबसेको, मैले चाहिँ के बोकेको पनि भने। उसले तिमीले के बोकेको भन्यौ? चार्ट पेपर डकुमेन्ट बोकेको भन्यो। के बोकेको यो भने डकुमेन्ट बोकेको भनेर एउटा चाहिँ त्यो क्यारिङ ब्यागमा बोकिरहेको थियो। मैले पनि ठिकै छ आज के बनाएर आएर चाहिँ देखेको थिएँ। तर यो चाहिँ अमेजिङवाला थियो क्या। यहाँ चाहिँ पुरा यहाँनिर चाहिँ एकदमै पातलो पेपर राखेर यहाँ ग्लुले एरिया गराएर चाहिँ यो जलाएपछि त ट्याक्क यस्तो निस्केको थियो। यो चाहिँ मै पनि सरप्राइज भएँ, हजुरलाई देखाउन पाइनँ। ट्याक्क यहाँ जलाएपछि अब जलिसक्यो, अघि मैले सुरुमा जलाएपछि यहाँ ट्याक्क यस्तो देखेको थियो क्या। ह्याप्पी मदर्स डे भनेको थिएँ ट्याक्क। यो भन्दाखेरि यताउति पनि नजलेको, यहाँ चाहिँ ग्लु लाएर एरिया बनाएको हुँदो रहेछ भित्र चिसो लाएर। त्यो चाहिँ यहाँ ड्युटीमा आएपछि पनि पर रेस्टरुममा गएर बनाइरहेको थियो क्या। म त यहाँ अहिले उसले तर जहिले मलाई सरप्राइज चाहिँ ढिलो दिन्छ है, होइन? प्रायः राति जहिले मेरो ह्याप्पी बर्थडेमा पनि मेरो बर्थडे सकिनु आँट्दा राति दिउँसोभरि बनाएर अथवा बचेको समयमा बनाएर फेरि पुरै उसलाई बनाउन टाइम त दिन्न नि त। कामहरू गरेर पढेर आफ्नो सबै काम सबै उसले चोरी बनाइरहेको हुन्छ समय निकाली। मलाई थाहा पनि हुँदैन फेरि बनाएको। सधैँ पनि के कोरिबस्ने, कोरिरहेकोलाई बनाइरहेकोलाई भन्छु। यो अर्को पनि त्यस्तै थियो। यो ठुलो भयो, यो चाहिँ एकदम मजा आएको थियो मलाई। हुरु बोलेको थियो भरे ट्याक्क निभा अब यस्तो निस्क्यो। यो पनि त्यस्तै थियो, तर यो चाहिँ अलिक जलाउँदा नि झन्डै अर्को तलको पनि यो पातलो भएर झन्डै मुनिको पनि जलेर निभाउनु परेको थियो। यहाँ पनि ह्याप्पी मदर्स डे यो के छ होला जस्तो लागिरहेको थियो। भित्र कुनै गिफ्ट होला भनेको त जलिसकेपछि त्यस्तै थियो भने त अब यिनीहरू अरू भइहाल्यो, देखिहाल्नु भयो। यसो पछाडि देखिहाल्नुहुन्छ, हेर्दै गर्नुहोस् ल। सबै मैले पछाडि देखाउँछु। यति हेर्नुहोस् न साथीहरू। के छ ह्याप्पी मदर्स डे रहेछ। ह्याप्पी मदर्स डे, ह्याप्पी मदर्स डे, ह्याप्पी मदर्स डे, ह्याप्पी मदर्स डे नै रहेछ है। खुल्छ पनि हो। ह्याप्पी मदर्स डे। दिनभरि चिप्लाइ बसेको त यस्तो बने बसेको। अब यहाँ के छ? यहाँ के छ यो कसरी खोल्ने? यसरी होइन, यता सक्दैन छैन। यहाँ के छ? ह्याप्पी मदर्स डे। के छ अझै खोल्यो हो, अझै खोल्यो हो। के छ यहाँ पढ्छु ल। के छ यहाँ? ह्याप्पी मदर्स डे डियर माई लभली and cute mommy, happy Mother's Day. Today is a special day. You told me how to talk, you taught me how to walk and run. You are best mothers in the world. Thank you. You're my best son in the world. यताबाट देखेको छ तर बुझेको छैन है मजाले। दिनभरि मस्तीले बसेर चाहिँ यो गरेको है। किन चुप लागि बसेको? के बोकेर हिँडेको मामालाई जाँदा पनि भनेको यो कोरिबसेको थिएँ हो। यहाँ के छ? खोल्नुपर्ने हो। यस्तो रहेछ है। यहाँ सुरुमा चाहिँ मैले दिनभरि बोकेर चाहिँ गरेको म देखेको। यो के भन्छ? ह्याप्पी मदर्स डे अनि हार्ट। ल ओ माई गड, यो कति राम्रो। आहा, यो ड्रोइङ कति राम्रो। थ्याङ्क यू। अनि यहाँभित्र के छ? यहाँ के छ है? यसरी खोलौँ है। आहा, के छ यहाँ? ह्याप्पी मदर्स डे डियर लभली मम्मी, ह्याप्पी मदर्स डे। टुडे इज भेरी स्पेसल डे। आई लभ यु मम्मी, यु आर माई एभ्रिथिङ मम्मी। मामा चुप्पा थ्याङ्क यू छोरा। अर्को पनि छ है। आहा, कतिवटा हो? 4टा खोलिसकेँ मैले। यहाँ चाहिँ के छ? यो त मोटो छ त। चाहिँ कसरी खोल्ने हो? सबैतिर बन्द छ। यस्तो रहेछ। अस्ति पनि यस्तै आएको त। के छ यहाँ? के छ हेरौँ। ह्याप्पी मदर्स डे। थ्याङ्क यू, लभ यू छोरा, लभ यू, थ्याङ्क यू। आहा, कति राम्रो। यो यता पनि। आहा, यो पनि मन पर्यो धेरै। ह्याप्पी मदर्स डे राख्ने हो। ह्याप्पी मदर्स डे। थ्याङ्क यू छोरा। यो के छ यहाँ? आहा, ह्याप्पी मदर्स डे। थ्याङ्क यू छोरा। ड्युटीमा आइज पनि बनाएको यही रहेछ मलाई ड्युटीमा। थ्याङ्क यू